आफूले जित्नु पर्यो अनि एक गेम हारे पनि हुन्छ 2 गेम जित्यो भने पनिशमेन्ट गर्नुपर्छ दाइ अब यो लास्ट गेम हो हामीले खेलम त वन साइज गाइस आइ जा दम छ नि अब जसले बोलाउनु मन लाग्छ बोल गाइस अलिकति पुश गर्नु यसो त रेकर्ड मानि कस्तो पेज देखाउँछ हो रेकर्ड मानि के सारो रेकर्डै छ बुझ्नु आज रेकर्डै छ याद राख साथीहरु कतिको फलो बढ्दै रहेछ म चेक गर्छु नि सामी दाइको 7489 छ नि गाइस सबैले सामी किङ लेख्नु त गाइस उताबाट अब चाहिँ हान्छ यार गाइस अब चाहिँ हान्छ उतापट्टिबाट मान्छे जङ्गिसक्यो बाले फरेर नि हैन दाइ बाले फरेर हान्नुस् न जति जे छ हान्नुस् अब एक गेम मात्र हो साथीहरु ल एक गेम अनि त्यसपछि सिधै पनिशमेन्ट गर्छ 1 गेम मात्र होला साथीहरु एक गेम मात्र होला साथीहरु एक गेम मात्र चाहियो होला गाइस एक गेम मात्र लास्ट वान एउटा रोज एक गेम मात्र होला दादा गाइस एक गेम मात्र होला साथीहरु गाइस कम अन गाइस एक गेम मात्र होला गाइस एक गेम मात्र हो है साथीहरु ल प्लिज गाइस एक गेम मात्र होला साथीहरु एक गेम त्यसपछि यसले सिधा पास सावर गर्छ साथीहरु प्लिज गाइस ल एक गेम ल साथीहरु एक गेम यसले यस्तो सावर गर्छ नि यस्तो सावर गर्छ नि गाइस एक गेम ल साथीहरु एक गेम ल यो गेम चाहिँ जित्नु पर्यो या गाइस यो गेम जित्नु पर्यो ल फेरि हार्यो भने त हुन्छ नि गाइस जित्नु पर्यो ल यो गेम जसरी भए पनि साथीहरु ल गाइस सामी त कन्ट्रोल अभिषेक मेरो मुटु फुट्ला फेरि सामी दाइ हैन म त गाइज अब यहाँ भेट्नु पर्छ गाइज के आयो यो सपना हो कि विपना हो यार गाइज सपना हो कि विपना हो यार गाइज ओए मेरो मुटुको ढुकढुक कस्तो बढ्यो यार रामला बुझिन नि उता स्क्रिन नि स्क्रिन अन्त भनेको बुस्टर बुस्टर सक्दिन बोरे लेभल मिलेन बहिनी बुझ्यौ नि लेभल मिलेन गाइज कम अन गाइज यत्रो 1000 भ्युअर हुनुहुन्छ सबैले सामी दाइलाई फलो गरौँ ल एभ्रियन पिपुल गाइज कतिको फलो बढ्दो रहेछ गाइज मेरो त बोली नै कामिरहेछ यार दाइ अब खेल्ने भए अब साबर गर बुझ्यौ जाऊ किन म त किन यति चोख जानी रे म त मान्दिन दिदी हो न दिदी पनिशमेन्ट गर्ने म बस्छु न त खेल्ने न त म गर्दिन भन्ने हुन्छु के अरे अभिषेक यहाँ सुन म सावर गरिदिन्छु कि तर खेल्न पर्छ किन एक गेम खेलेर जानी ल जाऊ सावर गर ल जाऊ सावर गर हारे पनि म गर्दिन्छु गेम खेल्छौ नि खेल्छु लु जा जाऊ कसम भन ए भगवान मलाई त के गर्छ अनि एक गेम हार्नु किन जानी त नि हामी नआएर जानी पहिले तिमीले पहिले बेस्ट अफ 3 भनेको थियौ कि थिएनौ त्यो चाहिँ भन त त्यो हो कि तिमीले बेस्ट अफ 3 भनेको थियौ नि हैन म मान्दिन बेस्ट अफ 3 भनेको तर पनिशमेन्ट गर्छु तर खेल्न पर्छ कस्तो कुरा गर्छ ल जाऊ पहिले पनिशमेन्ट गरेर खेल्छु ल जाऊ पहिला गेम लाउन तिमी भाग्छौ अनि पनिशमेन्ट गर तिम्रो अन्डा गर्दिन्छु म कति अन्डा गर्ने ल भन अन्त भनेको
माफ देऊ भन्यो हुन्छ बुझिस् के रे माफ गरिदेऊ भन्यो हुन्छ कसले दाइले नगर भन नगर अरे तर तिमीले जहिले मलाई लेभल मिलेन भन्थ्यौ होइन त्यसको लागि मात्र मैले आएको क्या बुझ्यौ नि तिमीले पनि पहिले ल भयो छोडिदेऊ ल टिभी जाऊ अब होइन मैले बोलाउनु लगाएको हो दाइ होइन नि होइन हामी पहिले राम्रोसँग खेल्दै थियौँ सबैले यहाँ भोटेली जोइन भनेर त्यही भएर ल होस् छोडिदेऊ ल गएको बाई ल ओ मेरो त मुटुको ढुकढुक बढ्यो यार दाइ बेजितीसँग नखेल अन्त दाइ के खालको के अब बेस्ट अफ 3 भनेर खेलेको बेस्ट अफ 3 भनेर अनि बेस्ट अफ 3 भनेर खेलिसकेपछि उसले पनिसमेन्ट गर्नुपर्ने हो नि त तर जे ओइराको नाटक गर्न आएको होला थाहा छैन के नाटक गर्न आएको नाटक भयो र म त अचम्म त नि म त ए त्यही भएर हो के नाटक गर्न आएको खोइ म त अचम्म लाग्छ रेकर्ड गर्नलाई होला नि रे खै थाहा छैन धन्नै मारेको नि गाइस धन्नै लाज भयो भोटी नि रे के को लाज र लाज नभने मारिदिन्छु अलि जे पाए त्यही